हेलो गाइज, अब म चाहिँ आज यो जडीबुटी गोडमेल गर्दैछु। यो जडीबुटी यो चाहिँ के भन्छन् गाइज तपाईँहरूको? यसलाई अलि नजिकै ल्याएर देखाइदेऊ त छोरी। यो चाहिँ आइसमा मेरो छोरीले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ। ल आइसमा यो चाहिँ एकचोटि यो यो जडाबुटा देखाइदिनुहोस्। यसलाई के भन्छन् होला तपाईँकोतिर? मेरोतिर चाहिँ यसलाई भुइँ बाबरी भन्छन्। यो भुइँ बाबरी हो हैन? यो भुइँ बाबरी चाहिँ यत्रो विधि छ हेर्नुहोस्। हाम्रोतिर चाहिँ घाँस काट्ने हो। हेर्नुहोस् गाइज, यहाँ हेर्नुहोस् गाइज, यसरी काट्ने हो। ए ए ए ए यसरी काट्ने हो। ए हेर्नुहोस् गाइज, ए ए ए हेर्नुहोस् गाइज, यसरी काट्ने हो। ए सेट सेट लाएर यो भुइँ बाबरी पुदिना हरा भन्छ हिन्दीमा। यो चाहिँ पुदिना हो, पुदिना भुइँ बाबरी। यो चाहिँ हाम्रो चाहिँ यसरी काट्ने हो। ए ए ल हेर्नुहोस्, यहाँ यसको चाहिँ अचार खाने गर्मी उतार छ। टमाटरको अचारसँग यसको 3-4वटा मुन्टा, यसको यो टुप्पालाई 3-4वटा मुन्टा टिपेर टक्क लगेर पिसेर खानुभयो भने धेरै फाइदा गर्छ, शीतल गर्छ। यसले गर्मी उतार्छ। यो गर्मीको समयमा निस्कन्छ, यो निकै राम्रो हुन्छ। यो गरिन्छ। ल गाइस है, यो चाहिँ भुइँ बाबरी। आज चाहिँ मेरो काम जडीबुटी गोडमेल गर्ने हो। के हो बाबरी? ओके, बाइ बाइ।